धेरै साथीहरूले सोध्दै हुनुहुन्छ पोर्चुगल कहिले खुल्छ भनेर मलाई धेरै टेक्स्टहरू आउने गर्छ। यो प्रश्न पछिल्लो समय धेरै आप्रवासी र पोर्चुगल आउन चाहने नेपालीहरूले बारम्बार सोधिरहेका थिए। अब भने आशा बढ्दै गएको सङ्केत पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो de Souzaले सार्वजनिक रूपमा दिनुभएको छ। Nos últimos dias, muitos imigrantes e nepaleses perguntavam muitas vezes sobre Portugal. Agora, o presidente de Portugal, Marcelo Rebelo de Sousa, mostrou publicamente o sinal de esperança. हालै आदि क्रिस्चियनबाट गम्भीर रूपमा प्रभावित भएका क्षेत्रहरूको पुनर्निर्माणका लागि श्रमिकको ठूलो अभाव भएको भन्दै राष्ट्रपति मार्सेलोले आप्रवासी श्रमिकका लागि विशेष प्रवेश च्यानल खोल्नुपर्ने आवश्यकता औलाउनु भएको छ। बुधबार सौरेमा एक कम्पनीका भ्रमणका क्रममा उहाँले भन्नुभयो, सबै सहयोग राम्रो छ, तर काम गर्न श्रमिक चाहिन्छ। उहाँका अनुसार यो इच्छाको होइन, बाध्यताको विषय बनेको छ। राष्ट्रपतिले व्यवसायी, स्थानीय प्रतिनिधि र दमकल सेवा समेतबाट एउटै गुनासो सुन्नु परेको बताएका छन्। पुनर्निर्माण जस्ता चुनौतीका लागि कानुनी रूपमा लक्षित आप्रवासी प्रवेशबारे सरकारले गम्भीर रूपमा सोच्नुपर्ने धारणा राख्नु भएको छ। प्रधानमन्त्रीले घोषणा गरेको सहयोग प्याकेज पर्याप्त छ कि छैन भन्ने प्रश्नमा उहाँले छिटो कार्यान्वयन र प्रभावकारी प्रयोग निर्णायक हुने बताउनु भएको छ। प्रभावित क्षेत्रहरूमा अझै पनि बिजुली, घर मर्मत र पूर्वाधार पुनर्स्थापनामा कठिनाइ रहेको छ। यो खबर आप्रवासीहरूका लागि खुसीको सङ्केत देख्न सकिन्छ, तर तुरुन्तै ढोका खुलिहाल्छ भनेर निष्कर्ष निकाल्नुभन्दा अझै केही समय पर्खिनुपर्ने अवस्था छ। तर यति चाहिँ पक्का हो, पोर्चुगल पुनः आप्रवासी श्रमिकतर्फ फर्किन थालेको सङ्केत बलियो बन्दै गएको छ। तपाईँहरू ढुक्क हुनुहोला, पोर्चुगल खुल्छ, तर कहिले खुल्छ, सीमा कहिलेसम्म लम्बाइन्छ भन्ने मात्र हो। यो कमेन्ट आउन सक्ला, यो त हामीलाई पनि थाहा छ खुल्छ भन्ने, तर भन्नुहोला। तर खुल्ने आधार पनि हुन्छ, त्यो आधार राष्ट्रपतिले बताउनु भइसकेको छ र आशा अझै बढ्दै गएको छ। यस्तै अपडेटको लागि हामीलाई फलो गर्नुहोला। नमस्ते, न्युज हेर्दै गर्नुहोला। नमस्कार।